रमाइलो लाग्छ कि रातिमा बच गया साला यहीँदेखि बाइक घुमाम त त्यसो भए नघुम्ने भयो रुममा जाने मान्छे नै छैन पब्लिकै छैन खासै पब्लिक त कता कति मात्र रहेछ कि यसो घुम्न आउँदा पनि मजा नहीं आ रहा है के अरे जिसका बाप पिएगा दारू उसका बेटा लाएगा झाड़ू हेलो एभ्रीवन वेलकम ब्याक टु अवर में आजलाई म धेरै दिनमा भिडियो स्टार्ट गर्दैछु गाइज मेरो चाहिँ आज नाइट ब्लग हुनेछ फाइनल्ली ड्युटीबाट निस्किसकेँ होइन म छिटो नै निस्केको अहिले चाहिँ म जाँदैछु रुममा मेरो प्लान चाहिँ के छ भन्दाखेरि मेरो बुढी छोरालाई चाहिँ आज नाइट राइड गराउँछु भन्ने एउटा प्लानिङले म निस्केको छु आज छिटै निस्केको छु गाइज रातिमा फेरि राइड गर्न चाहिँ यस्तो दामी लाग्छ नि गाइज शीतल शीतल हुन्छ अब दिउँसोमा त एकदम घाम हुन्छ कि अलि बेसी नै घाम हुन्छ क्या त्यही भएर खासै हिँड्न त मन लाग्दैन रातिमा त चिसो चिसो हावा हुन्छ त्यही भएर अलिकति हिँड्न चाहिँ मन लाग्छ जाँगर पनि लाग्छ बात तो सही है दौड़ना तो पड़ता है उसके धंधे के बारे में मान्छेहरू यसरी बाटोमा हिँड्छन् अब दिउँसोमा त कोही खासै मान्छेहरू देखिन्नन् अब सबैजनाहरू घाम भएर सुतेर हुन्छ खासै निस्किँदैन अब राति भएपछि मान्छेहरू वाकिङ सकिङ गर्नको लागि यताउति होइन निस्किन्छ रातिको माहौल पनि अब ठिकै हुन्छ क्या घुम्नलाई धेरै मान्छेहरू निस्किन्छन् याक्छ होइन माहौल चाहिँ राम्रै बन्छ क्या अब चाहिँ यो साइडबाट जानु पर्ला कति यार गल्लीभित्रबाट हिँड्नु हो आज यो साइडबाट जानु बुढीहरूलाई थाहा छैन गाइज म आज बुढीहरूलाई माइकमा लिएर घुम्न लिएर जाँदैछु मलाई केही थाहा छैन त्यस्तो धेरै टाढा त होइन यो चाहिँ नजिकै हो धेरै टाढा पनि होइन 20-25 मिनटको राइड गराएर चाहिँ फेरि वापस रुम लिएर जानेछु उनीहरूको दिमाग पनि अब होइन म पनि फ्रेस होस् अच्छा ठीक है भनेर आज चाहिँ अलिकति सोचेँ क्या जाउँ न त के भएर अहिले चाहिँ बुढीहरूसँग पनि हिँड्नुपर्छ भन्ने लाग्यो अनि त्यही भएर रातिमा पनि यस्तै हो त्यहाँ अलि भिडभाडै हुन्छ अब दिउँसोमा त खासै मान्छे हुँदैन रातिमा चाहिँ अलिकति भिडभाडै हुन्छ बाटो रमाइलो लाग्छ कि रातिमा बच गया साला खङ्गै भयो कि मान्छेहरू पनि कस्तो अन्त धन्दा तरिकाले निस्किन्छन् हो कैसे लोग रहते हैं यार यहाँ पर लिप्त निस्किन्छन् अनि त्यसपछि के गर्ने अब ठोकिएपछि ठोकिहाल्छ यत्रो मान्छे च्यातेर हिँड्छ बाटो खाली भयो भने त फेरि दबाउनु मन लाग्छ हो मलाई नि यता हो क्या गाईहरू एकदम यो गाई दिदीहरू यो बाटोमा कतिखेर दौडिन्छन् भने थाहै हुँदैन एक्कासी दौडिदिन्छ बिचमा आएर र ध्यानसँग हिँड्नुपर्छ यो बाटोमा गाइस म चाहिँ मल्लचौर आइसकेँ भन्ने छ
लाग्दैन हजुरहरूलाई थाहा नै छ यहाँबाट कति टाइम लाग्छ होइन। घरमा जाने हो बुढीलाई उठाउने हो अनि जाने नाइट राइडै हुन्छ कि तिमीसँग त यार त्यस्तो गर्ने कहाँ यार बोल्न पनि अल्छी लाग्छ कहाँ राइड मात्रै पुरै गर्छ। फाइनल्ली गाइज म चाहिँ रुममा आउन लागिसकेँ होइन म पुग्न लागिसकेँ। हाम्रो रुमको मकान मालिकहरू पनि बसेर फाइनल्ली गाइज म चाहिँ रुममा आइपुगेँ। अब बाइक स्टार्ट बन्द गर्नु पऱ्यो। ल गाइज हामी चाहिँ निस्किसक्यौँ। बाबुलाई चाहिँ सँग लिएर जान भनेको आइपुग्यो र बाबु त सुत्यो। कहाँ जाने भन् त यहीँदेखि बाइक घुमाम त त्यसो भए नघुम्ने भयो रुममा जाने हुन भनेर हिँड्यो प्लान केही छैन। के खाने हो र के अरे के खाने हो र त्यसो भए कहाँ जाने त राम्रो त नाइट भ्यू उस स्टेडियमतिर घुमेर हुन्न र गाइस हामी चाहिँ अहिले एउटा प्लान भइसक्यो स्टेडियम घुमेर आउने प्लान भयो हाम्रो। त्यहाँ गएर हामीले के गर्ने त ल भन्न चिसो लिएर गएर चिसो खाऊँ अबे मुझे क्या पता मुझसे पूछता रह बे पाउनु बाजे त्यसो होला बाजे कहाँ होला छोडाको बाजे अरे त मैले भनेको स्टुडियम जाऊँ भनेको तँ कहाँ जाऊँ भनेको स्टेडियमतिर अब थुप्रै भयो म पनि गएको छैन स्टेडियमतिर तिमीहरू पनि हिँड भनेर एकछिन तँलाई लिएर यतापट्टि गर्मी चिसो कता हाल्दा यतै भएर लानुपर्छ कि उता त दोकान अलि टाढा यतै भएर लानुपर्छ ऊ त्यहाँ घर लिएर आइज त चिसो ऊ त्यहाँ पाइन्छ माजा लिएर आइज नि माजा र 2टा चिप्स बोकेर आइज। बड़ा हरामी हो बेटा। स्टेडियममा को होला र अहिले त कोही पनि छैन मलाई मान्छे हाल्नु स्टेडियममा क्या मान्छेहरू खासै कोही छैन होला कि अहिले रात परिसक्यो नि त। जानु न हिजो अस्ति नै त त्यो म्याच चलिरहेको थियो आज चाहिँ के भन्छ मान्छेहरू त गइरहेको छ कि स्टेडियमभित्र जस्तो होला होइन र हामी को के गेट जाने कि अर्को स्टेडियम जाने अगाडिबाट जाने हामी चाहिँ स्टेडियम आइसक्यौँ लगभग स्टेडियमभित्र आइसक्यो बाइक नै भित्र जाने रहेछ त होइन बाइकहरू चढ्न भित्र सो फाइनल्ली गाइज हामी चाहिँ स्टेडियम आइसक्यौँ गेम सेम चलिरहेको रहेछ।
होइन ट्याक्क म्याच स्याच चलिरहेको रहेछ देख्न सक्नुहुन्छ मान्छे नै छैन पब्लिकै छैन खासै पब्लिक त कति मात्र रहेछ कि यसो घुम्न आउँदा पनि मजा नहीं आ रहा है भाइ के भयो कहाँको खेल हो भन्ने केही थाहा छैन हेर्न मात्र स्कुलैबाट सो गाइज के हो यो के भयो गेम रद्द भयो के भयो चप्पलै छिँद्यो यार के गर्ने हो चप्पलै छिँद्यो यस्तो हालत भयो अब के गर्ने लेकिन तुम लोगों को बोलने से क्या होगा मेरी तो किस्मत खराब है देखा मेरी किस्मत के अरे जिसका बाप पिएगा दारू उसका बेटा लाएगा झाड़ू नचिया